खुलमखुला भन्नुस्। हामी पार्टीका कार्यकर्ताले मान्छे कुट्ने हो, पुलिस चाहिँदैन भन्नुस्, हामी पनि तयार भएर बस्छौँ, यसमा दुई मत छैन। अर्कोतिर खबरदार पनि भन्न चाहन्छौँ, एउटा कुलमानलाई लखट्यौँ भने हामी हजारौं कुलमान लिएर आउनेछौँ। खुला मञ्चमा फुटबल म्याचमा प्रधानमन्त्रीको विरोध गर्दा कि मान्छे कुटिन्छ कि जेल हालिन्छ। अब मेरो पनि प्रश्न, के प्रधानमन्त्रीज्यू तपाईँ हिटलर बन्दै हो? गृहमन्त्री के हेरेर बसिरहनु भएको छ? म गृहमन्त्रीज्यूको ध्यान आकर्षण गराउन चाहन्छु, यदि भोलिबाट यो तस्करी रोकिएन भने म गृहमन्त्रीज्यूलाई 0 नम्बर दिन्छु। धन्यवाद। आफ्नै कार्य सम्पादनमा शर्मनाक अङ्क प्राप्त गरेका छन्। उक्त प्रधानमन्त्रीज्यू र मन्त्रीहरूले चाहिँ राजीनामा दिनुपर्ने कि नपर्ने, यसको जवाब चाहियो। धन्यवाद। जय राष्ट्रवाद। प्रधानमन्त्रीज्यूलाई प्रश्न सोद्धा संसदीय व्यवस्थाको रिपोर्टिङ गर्ने 2 युवा पत्रकारको अनुमति पत्र खारेज गरिन्छ, किनकि उहाँलाई प्रश्न मन पर्दैन। केपी ओली कपमा हुटिङ गर्दा कार्यकर्ताले दर्शकलाई पिट्छन्, खेद्छन्। यदि केही गलत थियो भने कानुन छ, प्रहरी छन्। के कार्यकर्ताले पिट्ने नै उपाय हो? पिटिरहेका छन् किनकि एमालेलाई प्रश्न मन पर्दैन। एउटा कविताबाट सुरु गर्छु म यो सरकारको रवैया। गर्नेलाई भन्दा देख्नेलाई लाज, प्रधानमन्त्रीको थियो रङ्गशालामै बास, सरकारका विरुद्ध आवाज उठाएकी हातखुट्टा भाँच, पार्टीका बिल्लाधारी गुण्डाहरूको देखियो ताण्डव नाच। सम्माननीय सभामुख महोदय, रङ्गशालामा यही फागुन 19 गते प्रधानमन्त्रीको नाममा खेलकुद आयोजना गर्ने, दर्शक दिग्रामा बसेका मान्छेले बोल्यो भन्दै प्रधानमन्त्रीकै पार्टीका बिल्लाधारी गुण्डाहरूले मान्छे कुट्ने, प्रहरी पीडितलाई बचाउनुको सट्टा कुट्न सघाउने। वा गृहमन्त्रीज्यू, वा प्रधानमन्त्रीज्यू, यो तिम्रो कस्तो लोकतन्त्र, यो तिम्रो कस्तो प्रजातन्त्रको अभ्यास गरिराख्नु भएको छ। खुलमखुला भन्नुस्। हामी पार्टीका कार्यकर्ताले मान्छे कुट्ने हो, पुलिस चाहिँदैन भन्नुस्, हामी पनि तयार भएर बस्छौँ, यसमा दुई मत छैन। तर विधिको शासन खै, आज बिपीको सपना खै, आज मदन भण्डारीको सपना खै। त्यो भएको हुनाले यसरी मान्छे कुट्ने खुलमखुला बिल्लाधारी गुण्डाहरू प्रयोग गरेर कार्यक्रममा मान्छे कुट्ने मान्छेलाई कारबाही गरियोस्, पक्राउ गरियोस्। होइन भने सडक र सदनबाट यसको आवाज खरोको साथ उठिन्छ। नेपाल नागरिकलाई, कुनै पनि नेपालका नागरिकलाई कुट्न पाउने अधिकार छैन। सम्माननीय सभामुख महोदय, अर्को कुरा, गजबको कुरा, 2072 साल 72-73 नेपाल विद्युत प्राधिकरणको 8 अर्ब 89 करोड रुपैयाँ के थियो, घाटामा थियो। अहिले 2082-83 6 महिना अझै बाँकी छ, 11 अर्ब 36 करोड फाइदा छ। अन्धकार नेपाललाई उज्यालो नेपाल बनाउने कुलमान घिसिङलाई कारबाही मात्र गर्ने होइन कि 0 नम्बर दिने रे। उहाँहरूको यदि बहस चल्ने हो भने त भोलि पास हुनेलाई फेल, फेल हुनेलाई पास। यो कस्तो हो? त्यही भएर कुलमान घिसिङलाई हटाउने जुन प्रपञ्च यहाँ गरिँदैछ र मन्त्री परिषदको निर्णय हुँदैछ भन्न सुन्नमा आएको छ। यदि कुलमान घिसिङलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको भनेर ठानेर सडक र सदन दुईटैबाट आवाज उठ्छ। यसको अर्कोतिर कुलमान घिसिङ जस्तो कम्पनीलाई फाइदामा पुर्याउनेहरूलाई हामीले मूल्याङ्कन 0 मा गर्छौँ र उसलाई विभिन्न बहानामा आफ्नो कार्यकर्ता भर्ती गर्न पाएन भनेर उसलाई हामी निष्कासनको बहानाबाजी गरिराखेको छौँ, विभिन्न परिपञ्चहरू सृजना गरिराखेको छौँ। त्यसैले सरकार यो 103 जनाले कहिले पाउँछ, उसको 35 वर्षको योगदानको मूल्याङ्कन कहिले हुन्छ? र अर्कोतिर खबरदार पनि भन्न चाहन्छौँ, एउटा कुलमानलाई लखट्यौँ भने हामी हजारौं कुलमान लिएर आउनेछौँ। के तपाईँ हिटलर हो भनेर सोधेको आधारमा 2 जना पत्रकारको पास सङ्घीय संसदले निलम्बन गरेछ। केही दिन अगाडि यही संसदमा सत्तापक्षीय माननीयज्यूले निर्वाचन जितेर आएको मान्छे पनि हिटलर हुन सक्छ र भनेर प्रश्न सोध्नु भएको थियो। संसद सचिवालयलाई सचेत गराउनु भएको थियो। आज निलम्बनको खबर आयो। संसद निरन्तर सत्ताको छाया बन्दै गएको छ। 1930 को जर्मनीको इतिहास पढ्नुहोला। हिटलर बन्दुकको नालबाट आएका थिएनन्, चुनावैबाट आएका थिए। जति बेला उनी सरकारमा गए त्यति बेला उनले लोकतान्त्रिक अधिकारहरू कटौती गरेर निरङ्कुश बने। अहिलेको सरकार पनि त्यही गर्दैछ। खुला मञ्चमा फुटबल म्याचमा प्रधानमन्त्रीको विरोध गर्दा कि मान्छे कुटिन्छ कि जेल हालिन्छ। अब मेरो पनि प्रश्न, के प्रधानमन्त्रीज्यू तपाईँ हिटलर बन्दै हो? लोकतन्त्रको आधारभूत सिद्धान्त हो वाक स्वतन्त्रता। तर यो लोकतान्त्रिक सरकारको प्रधानमन्त्रीलाई लोकतन्त्र मन पर्दैन,
किनकि उहाँ र उहाँको दललाई प्रश्न मन पर्दैन। प्रधानमन्त्रीज्यूलाई प्रश्न सोद्धा संसदीय व्यवस्थाको रिपोर्टिङ गर्ने दुई युवा पत्रकारको अनुमति पत्र खारेज गरिन्छ किनकि उहाँलाई प्रश्न मन पर्दैन। केपी ओली कपमा हुटिङ गर्दा कार्यकर्ताले दर्शकलाई पिट्छन्, खेद्छन्। यदि केही गलत थियो भने कानुन छ, प्रहरी छन्। के कार्यकर्ताले पिट्ने नै उपाय हो? पिटिरहेका छन् किनकि एमालेलाई प्रश्न मन पर्दैन। कसैले टिभीमा अन्तर्वार्तामा प्रतिपक्षलाई अराजक भन्छ, कसैले जिब्रो थुत्ने कुरा गर्छ भने कसैले पेड मिडिया भन्छ किनकि यो सरकारलाई स्वतन्त्र नागरिक र निष्पक्ष पत्रकारिता मन पर्दैन। धन्यवाद। नेपालको जय होस्। काम कुरो एकातिर कुम्लो बोगी ठिमीतिर भने जस्तै यो सरकार निर्माण भएदेखि नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई हटाउने भनेर आजै हटाउने, भोलि नै हटाउने भनेर कुलमान घिसिङमाथि जुन आतङ्क सिर्जना गरिएको छ, यसको मुख्य उद्देश्य के हो? सतीले सरापेको देश भने चाहिँ यहाँ राम्रो काम गर्ने मानिसहरूले भोग्नुपर्ने नियति यही हो? तथाकथित समय सीमा निर्धारण गरेर कुलमान घिसिङले बुझाएको कार्य सम्पादन प्रतिवेदन नबुझ्ने र आफैले अङ्ग प्रदान गरेर कारबाहीको भागीदार बनाउन अग्रसर हुने सरकारले आफ्नै कार्य सम्पादनमा शर्मनाक अङ्ग प्राप्त गरेका छन्। उक्त प्रधानमन्त्रीज्यू र मन्त्रीहरूले चाहिँ राजीनामा दिनुपर्ने कि नपर्ने, यसको जवाब चाहियो। धन्यवाद। जय राष्ट्रवाद। हामी व्यस्त छौँ खोलालाई नाला र नालामाथि भवन निर्माण गर्न, रङ्गशालामा युवा कुट्न, बेलुन बेच्नेलाई थुनामा हाल्न र कार्यक्रममा उखान टुक्का सुनाउन। व्यस्त सरकार, धेरै व्यस्त सरकार। जय राष्ट्रवाद। मन्त्रीज्यूले एक हप्ताभित्र पदपूर्ति गर्छु भन्नुभएको थियो, त्यो कहाँसम्म पुग्यो? यो मेरो प्रश्न छ, यसको मैले जवाफ मागेँ र भन्न चाहन्छु सबैलाई, कामप मात्रै नेपाल होइन, कामप भन्दा बाहिर पनि पालिकाहरू हुन्छन्। त्यो पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत पठाउनुपर्छ। र मलाई अचम्म के लागिरहेछ भन्दा यो अकर्मण्यता सामान्य प्रशासन मन्त्रीज्यूको मात्रै हो कि अथवा अर्थतन्त्रको बेहाल अवस्था जहाँ न शिक्षकलाई तलब दिनु परेको छ होइन, प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि, न कर्मचारीलाई तलब दिनु परेको छ, न वृद्ध भत्ता दिनु परेको छ, यो सबै धान्न नसक्ने भएकोले यो अर्थतन्त्रको बेहाल अवस्था लुकाउनको लागि गरिएको प्रपञ्च हो कि भनेर पनि कता कता मनमा लाग्न थालेको छ। यो शिक्षकहरूलाई दुरुपयोग गरेर जुन तरिकाले राजनीतिक लाभ हानिमा गरेका छ, शिक्षकहरूले निरन्तर कुलमान घिसिङलाई निरन्तर सरकारले स्पष्टीकरण सोध्ने कुरा सँगसँगै त्यति मात्र होइन, हामीले मिडियाहरूमा बारम्बार सुनिरहेका छौँ कि उहाँको मूल्याङ्कनमा 0% आएको कुराहरू पनि हामी सुनिरहेका छौँ। सरकार जसले एउटा राम्रोसँग काम गरिरहेको छ, निरन्तर एउटा विषयवस्तु चाहिँ सधैँ सरकारले उठाइरहेको विषयवस्तुलाई व्यवस्था गरिकन र पहिले उठाउनु पर्ने विषयवस्तु त जसले राम्रो काम गरिरहेको छ, जसले विद्युत प्राधिकरणलाई नाफामा लैरहेको छ, आम जनताले जसरी यो विद्युत प्राधिकरणको विषयवस्तुलाई अगाडि बढाइरहेका छन्, त्यसलाई लैजानु पर्ने ठाउँमा 0 अङ्क दिएको भनेर हामी मिडियामा सुनिरहेका छौँ। यो कुरा के हो? सरकारको आफ्नै जो मूल्याङ्कन छ, त्यो सरकारका विभिन्न मन्त्रालयहरूको मूल्याङ्कनको अवस्था नहेर्ने र ठिक ढङ्गले विद्युत प्राधिकरणमा काम गरिरहेको बेलामा त्यो विषयलाई छोडेर 0 अङ्क भन्ने कुरा आएको छ। यो के हो? त्यति मात्र होइन, हामीले यो सदनको सुरुवातदेखि यो विषयवस्तु उठाइरहेका छौँ कि हाम्रा विभिन्न जुन प्राधिकरण लगायतका सार्वजनिक संस्थाहरू छन्, ती सार्वजनिक संस्थाहरू घाटामा गइरहेको बेलामा लोड सेडिङको अन्त्यदेखि आएर अहिले निरन्तर चाहिँ एउटा उचाइमा लैरहेको बेलामा हामीले हाम्रो पार्टीका सदस्य अध्यक्षको नेतृत्वमा सरकार भएको बेलामा भारतमा 10,000 चाहिँ मेगावाट बिजुली निर्यात गर्ने जो कुरा भइरहेको थियो, यो विषयवस्तुलाई समेत मध्यनजर गर्दै बङ्गलादेशमा विद्युत चाहिँ निर्यात गर्ने कुराहरूलाई पनि लिएर गएर यो जोडिरहेको बेलामा सधैँ एउटा स्पष्टीकरण, आज पनि स्पष्टीकरण, भोलि पनि स्पष्टीकरण, पर्सि पनि स्पष्टीकरण हुँदै हुँदै
अहिले जसरी सरकार लागिरहेको छ यो बारेमा के सोचिएको हो, सरकारले के भनेको, म यो विषयवस्तुको बारेमा सरकारको गम्भीर ध्यान आकर्षण गराउँछु र सम्मानीय सभामुखज्यू मार्फत सरकारले यो बारेमा के भएको हो म चाहिँ जान्न चाहन्छु, रुलिङको माग गर्दछु। र म के भन्दछु सम्पूर्ण विपक्षीहरूको तर्फबाट भने हाम्रो विद्युत प्राधिकरण जस्ता हाम्रा सार्वजनिक जो निकायहरू छन्, संस्थानहरू छन्, तिनीहरूलाई अझ नाफामा लैजाएर सबैलाई लैजानु पर्ने ठाउँमा अझ एउटा संस्था जो 11 अरबभन्दा बढी अहिले पनि यो 6 महिनामा नाफा भइरहेको छ भनिरहेको छ, त्यस्तो संस्थाको एमडीलाई अहिले स्पष्टीकरण सोध्ने मात्र होइन, अझ त्यसको चाहिँ कार्य सम्पादन मूल्याङ्कन शून्य आएको छ भन्ने कुरा जो भइरहेको छ र बारम्बार यो सरकार बिचौलियाहरूको पक्षमा लैजाने कुरा, जसले सधैँ रकम उठाउने कुरा जो गरिरहेको छ, त्यो रकम उठाउने कुरामा पनि रोकावट बारम्बार जो आइरहेको छ र यो कुरालाई मध्यनजर गर्दै हामी हाम्रो तर्फबाट सरकारलाई यसो नगरियोस् गम्भीर खबरदारी गर्न चाहन्छौँ र हामी सरकारलाई यो बारेमा रुलिङ गर्नको लागि सम्मानीय सभामुखज्यूलाई हार्दिक आग्रह गर्दछौँ, अनुरोध गर्दछौँ। रुलिङ नआउँदासम्म हामी यो विषयवस्तुलाई, यो विरोधलाई जारी राख्ने कुरा पनि जानकारी गराउँछौँ।